तपाईको एकाउन्ट खाली हुन सक्छ। एकदम सही सुन्नुभयो। अहिलेको यो डाटाले बोलिरहेछ, म मात्रै होइन के। प्रत्येक दिन 52वटा केसहरू, फ्रड केसहरू रेकर्ड भइरहेछन्, त्यो पनि इन्टरनेट सम्बन्धी। गएको वर्ष मात्रै 7723वटा फाइनेन्सियल फ्रड केसहरू रेजिस्टर्ड भएको छ। अनि त्यसमा के छ भनेपछि हजुरलाई एउटा बेसिक कल आउँछ। कलमा के भन्छ, म ई सेवा खल्ती या ब्याङ्कबाट बोल्दैछु, मलाई ओटिपी चाहियो भेरिफाई गर्नको लागि। मिस्टेक, त्यो मिस्टेक कहिले नगर्नु। ओटिपी कहिले सेयर नगर्नु, किनभने कुनै ब्याङ्कले, कुनै वालेट कम्पनीले हजुरसँग ओटिपी भेरिफाई गर्नलाई माग्दैन। त्यही भएर सचेत बन्नुहोस्, एकदम सभ्य नागरिक बन्नुहोस्, एजुकेटेड पर्सन बन्नुहोस्। आफूले जानेछ भने अर्को छिमेकी, आफ्नो छिमेकीलाई, आफ्नो फ्यामिली मेम्बरलाई अवेर गर्नुहोस् अनि फ्रड केसबाट बस्नुहोस्। इन्टरनेट युजर बढेसँगै इन्टरनेट फ्रड पनि बढिरहेछ। आजको यो युगमा फाइनेन्सियल फ्रड केसहरू एकदम हाई पर्फर्मिङ छन्, एकदम धेरै भइसकेछ कि। त्यही भएर आफ्नो पैसाहरू जोगाउनुहोस्, सचेत बन्नुहोस्।